हेलो साथीहरु, हामी चाहिँ बुढाको अचार किन्न जाँदैछौँ। पहिलाको ठाउँबाट चाहिँ अलिकति अगाडितिर रहेछ है। अनि हामीले चाहिँ नदेखेर त्यहाँको मान्छेहरूलाई सोध्दै गए, तर स्टोर चाहिँ बन्द थियो साथीहरु। 10:30 बजेतिर मात्र खोल्नुहुन्छ रे। अनि हामी चाहिँ 9:30 मै पुगेको थियो। अब 1 घण्टा के गरी बस्नु भनेर काठमाडौँ महल चाहिँ मजाले घुमेर आइसक्रिम खाएर साथी र म चाहिँ गफ गर्दै बसे है। त्यहाँ हावा खाँदै गफ गर्दै बसे। अनि गफ पनि गर्दा गर्दै गफ सकिसकेको थियो के। अनि टिकटक बनाउनेतिर लागे कि साथीहरु। अनि हामी टिकटक बनाएर चाहिँ बसे। अनि मेरो साथीले चाहिँ तामाङ भाषा यस्तो मजाले बोलिरहेको थियो के। मान्छे चाहिँ बाहुन हो, तर तामाङ भाषा कहाँबाट सिकेको होला कि यस्तो मजाले बोलिरहेको थियो कि अचम्म पर्यो मलाई चाहिँ। अब त खोल्यो होला भनेर अनि हामी तलतिर आए साथीहरु, तर खोलेको रहेनछ। त्यहाँ चाहिँ मान्छेहरु टन्नै थियो कि सबैजना बिचारा लाइनमा बस्दै हुनुहुँदो रहेछ है। 10:30 बजे खोल्छ भनेको, तर 10:45 भयो खोलेन। अनि हामी चाहिँ फोटो खिच्नतिर लाग्यो है। फोटो खिच्दै गर्दा चाहिँ मान्छे आइसक्नु भयो है। अनि सबैजनाले भटाभट किन्न थाल्नु भयो। अनि हामीले पनि किने साथीहरु। अनि त्यसपछि हामी घरतिर लाग्यौं।